आज हाम्रो ब्लग पास्ने स्पेशल। नमस्ते, वेलकम टु माई ब्लग। हजुरहरू सबैजनालाई मेरो ब्लगमा स्वागत छ। म पूजा इन जापानबाट बोलिरहेको छु। आज चाहिँ म बिहानै चाँडै उठेँ किनभने मेरो भाइको चाहिँ छोराको प्रास्नी छ। अनि त्यसपछि बिहान सबै काम भ्याएर अनि हामी दिउँसो जान्छौँ, त्यति सबै काम भ्याउनु पर्यो। लाइभ पनि बस्छु नि त म। अनि सब टाइम मेन्टेन गरेको क्या मैले। अनि बिहान उठेर यहाँ आहान पनि उठिसक्यो। अब आहानलाई खाजा बनाइदिन्छु। आज आहानको खाजा, अनि त्यसपछि बाबाको खाना, अनि त्यसपछि उनीहरू जान्छन् अनि म लाइभ आउँछु। सबजना आउनुलाई यो बनाउ। हेलो, हामी चाहिँ फाइनल्ली रेडी भयौँ भन त। हेलो हाई, फाइनल्ली रेडी भयौँ, हामी निस्क्यौँ। अब हामी ट्रेनको सम्म जानलाई अलिकति टाइम लाग्छ। के हुन्छ हामी देखाउँछौँ ल, कस्तो घाम छ क्या भाइ। हाई, फाइनली स्टेसनमा आइपुग्यो, तर अब 52 मा रहेछ। त्यही दिन चाहिँ चढ्न हतार भइसकेको छ। आयो आयो आयो। अब हामी यसमा जाने ल, हस्। हामी यसमा जाने, कहाँ बस्ने होला त। हामी हल्ला नगरिकन बस्छ ल।ありがとうございます。まもなく千早に着きます。降り口は右側です。皆さんドアと足元にご注意ください。千早漏れますと次は関西で止まります。मैले मेरो भाइको पास्ने चाहिँ भ्याएँ। मेरो छोरालाई मैले स्कुल पुऱ्याएँ, अनि स्कुल पुऱ्याएर आएर अनि हामी ट्रेनमा गएको क्या। अनि त्यसपछि पुरै रेडी गरेर बसेर रहेछ। अनि हामीले टिका सिका लगायौँ। कस्तो राम्रो देखियो यो पुन्टे छोरो, कति क्युट हो। यो सेतो कलरको मान्छेलाई रातो कलरको ड्रेस त क्या दामी देखिएको थियो, लास्टै ह्यान्डसम देखिएको थियो। अनि उसको बाबा मम्मीले खुवायो, अनि सबैजना पालैपिलो खुवायौँ। अनि क्युटी पाई देखिएको थियो, ह्यान्डसम देखिएको थियो। अनि बाबुलाई धेरै धेरै बधाई छ, ठुलो मान्छे हुनु, ज्ञानी हुनु। अब डाक्टर इन्जिनियर भन्दा पनि आफू के हो भन्ने कुरा चाहिँ नबिर्सिनु। अरू भने त्यस्तै हो, त्यो कुरा चाहिँ बिस्तारै हुँदै जाने कुरा हो। नातिनु हामीलाई धेरै माया गर्नु, ठुलो मामु ठुलो बाबालाई
अनि आहान दादालाई बाबु मामुलाई पनि धेरै माया गर हजुरबा हजुरआमालाई सबैलाई माया गर्नुपर्छ नेपाली नै बोल्नुपर्छ तिमी जापानमा जन्मेर के भयो त हामी नेपाली पनि बोल्न सिक्नुपर्छ है छोरो भोलिपछि फेरि नेपाल जाँदा नि आमा बुवासँग बोल्नुपर्छ नि त है मेरो आशीर्वाद त यस्तै यस्तै हो अनि मैले आशीर्वाद दिएँ अनि मेरो बुढा नि आउनुभयो अनि बुढासँग पनि फोटो खिच्यौँ सबै फोटो खिच्दा त हामीले नर्मल एउटा भिडियो पनि खिच्यौँ अनि मलाई त छोराले हेरिरहेको छ ठुलो मामु भनेर कस्तो ज्ञानी भएको छ क्या छोराको दादा फेरि आउनु आउँदैपछि छ अनि सबै भिडियो खिचिदिनु भयो धन्यवाद आजको दिन पनि हजुरहरूसँग मेरो दिनचर्या सेयर गर्नु पाउँदा खुसी लाग्यो मेरो भ्लग कस्तो के लाग्छ सबैजनाले कमेन्ट गरिदिनु होला मेरो भ्लग यदि मनपर्छ भने सबैजनाले लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नु होला अनि बेल आइकन बजाउनु नभुल्नु होला हस् बाई बाई थ्याङ्क यू सो मच अलट तर मैले छोटो क्लिप्स राखेको छु मैले बिजी भएर खिच्न पाइनँ मेरो बुढा साथमा भइदियो मैले अलिक धेरै खिच्न पाएन त्यही पनि हजुरहरूले इन्जोय गरेर हेरिदिनुहुन्छ भन्ने आशा राखेको छु थ्याङ्क यू सो मच